संसारमा प्रत्येक व्यक्तिले 24 घण्टा पाउँछ। धनीहरूले बढी पाउँदैनन्, सफलहरूले अतिरिक्त समय पाउँदैनन्। फरक समय होइन, फरक समय कसरी प्रयोग गरिन्छ भन्ने हो। समय संसारको सबैभन्दा महँगो मुद्रा हो। एक पटक यो गएपछि तपाईँ यसलाई फिर्ता ल्याउन सक्नुहुन्न, तपाईँ यसलाई उधारो लिन सक्नुहुन्न र तपाईँ यसलाई रिवाइन्ड गर्न सक्नुहुन्न। धेरैजसो मानिसहरू भन्छन् मसँग समय छैन, तर सत्य यो हो तपाईले महत्त्वपूर्ण कुराको लागि समय निकाल्नुहुन्छ र तपाईले समयलाई बेवास्ता गर्नुहुन्छ जुन छैन। यदि केही महत्त्वपूर्ण छ भने तपाईले बाटो फेला पार्नुहुनेछ, यदि यो छैन भने तपाईले बहाना पाउनुहुनेछ। आफ्नो दिनलाई नजिकबाट हेर्नुहोस्। कति घण्टा स्क्रोलिङमा बित्छन्? धेरै सोच्दा कति मिनेट खेर जान्छ? तपाईको जीवनलाई अगाडि बढाउन नसक्ने कुराहरूमा कति ऊर्जा खेर फालिन्छ? सफलता धेरै कामहरू गरेर आउँदैन, सफलता सही कामहरू गरेर आउँछ, सही समयमा पूर्ण ध्यान केन्द्रित गरेर। विजेताहरू प्रेरणाको लागि पर्खँदैनन्, तिनीहरू अनुशासनको तालिका बनाउँछन्। तिनीहरू चाँडै उठ्छन् किनभने तिनीहरू सफलता चाहन्छन्, किनभने तिनीहरूको लक्ष्यले यसको माग गर्दछ। तिनीहरू अवरोधहरूलाई अस्वीकार गर्छन् ताकि तिनीहरू प्रगति गर्नको लागि म दुःख गरिरहेको छु भन्न सकुन्। सम्झनुहोस्, यदि तपाईले आफ्नो समय नियन्त्रण गर्नु भएन भने तपाईको समयले तपाईलाई नियन्त्रण गर्नेछ। आज तपाईले बर्बाद गर्नुभएको हरेक घण्टा भोलि पछुतो बन्छ। दिनको एक केन्द्रित घण्टाले तपाईको सम्पूर्ण भविष्य परिवर्तन गर्न सक्छ। एक सानो बानी जसलाई हामी दैनिक दोहोर्याउँछौं, त्यो नै आउने र जाने प्रेरणा भन्दा बढी शक्तिशाली छ। एक दिन भन्न बन्द गर्नुहोस्, त्यो दिन आज हो। सही क्षणको लागि पर्खन बन्द गर्नुहोस्। सही क्षण अहिले हो, किनकि समयले पर्खदैन, अवसरहरूले पर्खदैनन्, जीवनले पर्खदैन। आफ्नो समयलाई त्यसरी नै प्रयोग गर्नुहोस् जसरी तपाईको भविष्य यसमा निर्भर गर्दछ, किनभने समयले नै सबै कुरा गर्छ। अहिले नै सुरु गर्नुहोस्, निरन्तर लागिरहनुहोस् र आफ्नो समयलाई तपाईले देख्नु भएको सपनाको जीवन निर्माण गर्न दिनुहोस्। आफ्नो समयको सम्मान गर्नुहोस् र संसारले तपाईको नतिजाको सम्मान गर्नेछ। आफ्नो सुझाव प्रतिक्रियाहरू कमेन्ट गर्न सक्नुहुनेछ। साथै यस्तै भिडियोहरू हेर्नको लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल।